गुड मर्निङ सबैजनालाई। म चाहिँ काठमाडौँबाट बोलिरहेको छु। तपाईँहरूको हालखबर के छ, कस्तो छ? अब टिकटक, फेसबुक होइन सब थोक बन्द भइसकेको छ। सायद नेपालमा सिस्टम लागू हुनु राम्रै कुरा पनि हो, किनभने दर्ता नभइकन सरकारको एउटा अधीनमा नरहेको कुराहरूले चाहिँ गलत अफवाहहरू फैलाउने, गलत झुटा कुराहरूलाई बढी फैलाइदिने होइन, त्यस्तो कुराहरू चाहिँ एकदम बढिरहेको थियो। जब सरकारको एउटा अधीनमा आउँछ, सरकारको एउटा निगरानीमा आउँछ, त्यसपछि जति पनि गलत एउटा सोसलिजम होइन, समाजमा पर्ने असरहरू, समाजको एउटा नराम्रो थटहरूलाई चाहिँ एउटा क्ल्यारी गर्न सकिन्छ। त्यसलाई एउटा जस्टिफाई गरेर चाहिँ होइन, कुन सही कुन गलत भनेर सरकारले त्यसलाई कसले नराम्रो कुरा गरिरहेको छ, कसले नराम्रो असर दिइरहेछ समाजलाई, त्यस्तो कुराहरूलाई चाहिँ बिस्तारै हटाउन सकिन्छ। मलाई जहाँसम्म लाग्छ सरकारले छिटो नै यसको अझ दबाब दिनुपर्छ। छिटै नै यो मेटा फेसबुक कम्पनीले चाहिँ होइन, यसको ओनरले चाहिँ छिटै नै नेपाल सरकारको एउटा दर्ता लिस्टमा आउनुपर्छ जस्तो लाग्छ। फेसबुक बिना त एकदमै गाह्रै छ। अहिले हरेक कुरा फेसबुकबाट नै थाहा पाउन सकिन्छ। जति पनि न्युजहरू होस्, आफन्तसँग कुराकानी होस्, हरेक कुरा आदि हिस्सा सबैभन्दा बढी भनेको नै फेसबुक हो। फेसबुक यति अत्यावश्यक भइसकेको छ। सायद यो आज टिकटक पनि हुन्थेन भने एक हिसाबले भन्यो भने अन्धकार जस्तै भइसकेको छ नेपालमा। अब युट्युब चल्दैन होइन, युट्युबमा आफूले भिडियो डाउनलोड गर्न मिल्दैन, युट्युब चलिरहेको छैन भनेपछि त केमा कुरा गर्ने त यार? आफन्तसँग कहाँबाट कुरा गर्ने, कहाँबाट कन्ट्याक्ट गर्ने? हरेक नेपालीको एउटा घरबाट एउटा सदस्य विदेशमा हुनुहुन्छ। सबैजना आफ्ना सदस्य आफ्नो होइन आफन्तसँग कुरा गर्न चाहेको छ, आफ्नो कुराहरू भलाखुसारी गर्न चाहेको छ। अब यो त एकदमै गाह्रो स्थिति पुग्यो नि त। अब चिठी लेख्नुपर्ने जमानामा पुग्ला जस्तो छ यो पाराले। सरकार यो टिकटक चाहिँ धन्न चलाइरहेको एउटा वातावरण बनाएको छ होइन। चाँडै नै टिकटकले चाहिँ अझ यो गरेर राम्रो कुरा भयो। फेसबुकले नि चाँडै नै गर्नुपर्छ जस्तो लाग्छ मलाई। तपाईँहरूको धारणा के छ होइन? मलाई चाहिँ यो लागेको कुरा हो। ओके।